हेलो फ्रेन्ड्स, वेलकम टु जेभियर इन्स्टिट्युट। म छु हिमालय जायसवाल र आज उपस्थित भएको छु तपाईहरुको लागि एनालोजी यानी कि समरूपता विषय लिएर। समरूपता तपाईहरुको लोकसेवा आयोगले लिने नायब सुब्बा, खरिदार र शाखा अधिकृतमा सोध्ने गर्छ। यसमा हामी चारवटा कुरा पढ्ने छौं: अल्फाबेटिकल एनालोजी, नम्बर एनालोजी, भर्बल एनालोजी र नन भर्बल एनालोजी। है गा चारवटा यानी कि नम्बर वाला संख्या वाला पढ्छौं समरूपता संख्याको, त्यस्तै अक्षरको समरूपता, त्यस्तै शब्दको शाब्दिक समरूपता र अशाब्दिक समरूपता, पिक्चरको समरूपता हामी पढ्ने छौं। सो यदि तपाईले च्यानललाई लाइक गर्नुभएको छैन भने प्लिज च्यानललाई सब्स्क्राइब पनि गरिदिनुस्, लाइक पनि गरिदिनुस् र आफ्नो साथीहरु मार्फत शेयर पनि गर्नु होला। सो लेट्स बिगिन। So let's begin with number analogy. Hey. नम्बर एनालोजी पढ्दाखेरि हाम्रो क्वेशनहरु जुन छ, हरेक क्वेशनको जुन अप्सनहरु छ लगभग सबै अप्सनहरु मिल्ने खालको हुन्छ। जस्तै पहिलो प्रश्न छ हाम्रो, यहाँ 2 छ, 2 को 4 हुन्छ भने 6 को के हुन्छ त? यसमा सिधा कुरा हो, यो जुन हाम्रो डिवाइडर हो यसको रिलेसन यससँग जस्तो बन्छ, यसको रिलेसन यससँग त्यस्तै खालको हुनुपर्छ, एकै रूपको रिलेसन हुन्छ। त्यही भएर समरूपता भन्छ। 2 बाट 4 कसरी बन्यो त? 2 मा 2 जोडेर पनि 4 बन्छ है, 2 लाई 2 ले गुणा गरेर पनि 4 बन्छ है, 2 को 2 स्क्वायर गरे पनि 4 बन्छ हैन, स्क्वायर गरेर पनि 4 बन्यो, गुणा गरेर पनि 4 बन्यो, जोडेर पनि 4 बन्यो है। तर कुन कुरालाई चाहिँ हामीले प्राथमिकता दिने त हैन? जस्तै 2 लाई 2 जोडेर 2 मा 2 जोडेर 4 बनायो भने 6 मा 6 जोडेर 12 हुन्छ, 2 मा 2 जोडेर 4 बनायो त यहाँ 6 मा 6 जोडेर कति बनाउन सकिन्छ त? 12 बनाउन सकिन्छ। 2 मा 2 जोडेर 6 मा 2 जोड्दाखेरि 8 पनि हुन सक्छ हैन। 2 लाई 2 ले गुणा गरेर 6 हुन्छ 4 हुन्छ भने 6 लाई 2 ले गुणा गरेर 12 पनि हुन सक्छ हैन। यसरी गरेर हामी चाहिँ यसको उत्तर बनाउन सकिन्छ। र कुन उत्तरलाई चुज गर्ने त? उसको लागि हामीसँग एउटा प्रायोरिटी लिस्ट हुन्छ। प्रायोरिटी लिस्ट छैन भने तपाईले उत्तर 100% गल्ती गर्नुहुन्छ। फर्स्टमा हुन्छ हाम्रो प्राइम नम्बर। प्राइम नम्बर भनेको यस्तो नम्बर जसलाई कुनै पनि संख्याले भाग लाग्दैन, कि आफैले लाग्छ कि एकले लाग्छ। 1 2 3 5 7 11 13 17 19 गर्दै गर्दै इन्फाइनाइट सम्म जुन छ प्राइम नम्बर छ। त्यसै छ हाम्रो 2 नम्बरमा छ स्क्वायर नम्बर र क्यूब नम्बर। स्क्वायर र क्यूब नम्बर। 3 नम्बरमा हाम्रो मल्टिप्लिकेबल अथवा डिभिजिबल र लास्टको हाम्रो अप्सन छ हाम्रो एडिसन अथवा सब्ट्र्याक्सन, जोड अथवा घटाउ। सुरुमा प्राइम नम्बर हेर्ने हैन भने स्क्वायर नम्बर यानी कि 2 को स्क्वायर, 1 को स्क्वायर 1, 2 को स्क्वायर 4, 3 को स्क्वायर 9, 4 को स्क्वायर 16 है। यसरी गरेर स्क्वायर नम्बरहरु गर्ने है।
त्यस्तै स्क्वायर नम्बरबाट भएन भने क्युब नम्बरहरूमा 1 को क्युब 1, 2 को क्युब 8, 3 को क्युब 27, 4 को क्युब, यो भयो हाम्रो क्युब नम्बर। होइन भने गुणा गरेर पत्ता लगाउने, होइन भने भाग गरेर पत्ता लगाउने। हाम्रो जुन यो प्रश्न छ, यो प्रश्नमा 2 छ र 4 छ। 2 लाई 2 ले गुणा गर्दा पनि 4, जोड्दा पनि 4, स्क्वायर गर्दा पनि 4। हाम्रो पहिलो प्राइम नम्बरको प्राथमिकतामा पर्दैन किनकि प्राइम नम्बर होइन। त्यसपछि स्क्वायरमा हेर्ने हो। 2 को स्क्वायर 4 हुन्छ भने 6 को स्क्वायर के हुन्छ त 36 है। प्राइम नम्बरले भेटाएन भने स्क्वायर नम्बरमा हेर्ने, स्क्वायर नम्बरमा एन्सर आयो भने हाम्रो उत्तर यही हुन्छ। स्क्वायर नम्बरमा उत्तर आएन भने हामी एन्सर चेन्ज गर्छौँ। सो अब हामी पहिला जुन प्राथमिकता जुन छ हाम्रो प्राइम नम्बरलाई दिन्छौँ, त्यसपछि स्क्वायर नम्बर, क्युब नम्बर, मल्टिप्लिकेबल, डिभिजिबल र अन्तमा जोड घटाउलाई प्राथमिकता दिन्छौँ है। यदि स्क्वायर यहाँ अप्सन छैन, 36 अप्सनमा छैन भने हामी स्क्वायर नम्बर भेटाएन भने हामी मल्टिप्लिकेबल डिभिजनमा जान्छौँ। 2 लाई 2 ले गुणा गर्दा 4 हुन्छ हैन भने 6 लाई 2 ले गुणा गर्दा के हुन्छ त 12। जुन सङ्ख्याले यहाँ गुणा गरे त्यही सङ्ख्याले उता गुणा गरिदिए है। यसरी पनि उत्तर आउँछ। तर जबसम्म यो स्क्वायर नम्बर छ तबसम्म उत्तर जुन छ 36 नै हुन्छ। यो प्रश्नलाई हेर्दाखेरि हामी यहाँ 1 छ, 4 छ, 9 छ, के हुन्छ? 1 को स्क्वायर 1 हुन्छ, 2 को स्क्वायर 2 हुन्छ है। यो 1 भन्दा 1 बढी छ। यो के छ 3 को स्क्वायर छ भने यो भन्दा 1 बढी के हुन्छ त 4। 4 को स्क्वायर के हुन्छ त 16 हुन्छ है। त्यस्तै यहाँ जुन छ क्लियरली देखिरहेछ 3, 5, 7 तीनवटै के हो त प्राइम नम्बर। प्राइम नम्बर छ भने यो नम्बर पनि प्राइम नम्बर नै आउँछ। 3 पछिको प्राइम नम्बर 5 हो भने 7 पछिको प्राइम नम्बर के हुन्छ 11। क्लियर छ। प्राइम नम्बर पहिला प्राथमिकतामा सबैलाई प्राइम नम्बरबाट हिसाब गर्छौँ। प्राइम नम्बरबाट मिलेन भने मात्र जोड घटाउ गर्ने गर्छौँ हैन। जसरी यहाँ 3 मा 2 जोडे 5, 7 मा 2 जोडे 9 पनि हुन सक्छ। जसरी 3 मा 2 जोडेर 5 हुन्छ त्यसरी नै 7 मा 2 जोडेर 9 भइहाल्छ। तर के हो त प्राथमिकता हामीले प्राइम नम्बर, यो प्राइम नम्बर, यो पनि प्राइम नम्बर, यो पनि प्राइम नम्बर हो भने प्राथमिकता हामीले प्राइम नम्बरलाई दिन्छौँ र उत्तर हाम्रो के हुन्छ त 11। त्यस्तै 4 छ, 12 छ। 4 को स्क्वायर 12 त हुँदैन है हो। 4 को स्क्वायर 12 पुग्दैन। 4 को स्क्वायरमा 4 घटायो भने त 12 आउँछ है। त्यसरी 8 को स्क्वायर कति हुन्छ त 64। त्यो 64 मा 4 घटायो भने कति हुन्छ त 60 हुनुपर्ने छैन अप्सनमा। 4 को स्क्वायरमा 4 घटायो त 8 को स्क्वायरमा 8 घटायो भने कति आउँछ 56। 56 पनि हाम्रो अप्सनमा छैन। यानी कि प्राइम नम्बर पनि छैन, यो प्राइम नम्बर पनि छैन, स्क्वायर नम्बर पनि छैन। अब हामी मल्टिप्लिकेबल डिभिजिबलतिर जान्छौँ। योबाट उत्तर हाम्रो आएन भने बन्दैन। यो तरिकाले गुणा गरेर हेर्छौँ। 4 लाई 3 ले गुणा गर्नुहुन्छ भने 12 आउँछ भने 8 लाई 3 ले गुणा गर्नुहुन्छ त कति आउँछ 24 है। यहाँबाट उत्तर आएन भने गुणा गरेर पनि उत्तर आएन, 24 अप्सनमा छैन भने अनि मात्र हामी के हेर्छौँ त जोड घटाउ। 4 मा 8 जोड्दा 12 हुन्छ भने 8 मा 8 जोड्दा 16। तर जबसम्म यो मल्टिप्लिकेबल छ, मल्टिप्लिकेसनबाट उत्तर आउँछ भने पहिला प्राथमिकता हामी जुन छ मल्टिप्लिकेसनलाई दिन्छौँ। त हाम्रो उत्तर के हुन्छ त 4 लाई 3 ले गुणा गर्दा 12 त 8 ले 3 ले गुणा गर्दाखेरि 24 हुन्छ। त्यस्तै 8 छ, 2 छ, 27 छ त के हुन्छ त है। 8 के हो त 2 को क्युब हो। 1 को क्युब 1 हुन्छ, 2 को क्युब के हुन्छ त 8। त्यो 27 छ त 27 के हो क्युब हुन्छ त 3 को क्युब हुन्छ 27 है। जसरी यो यसको क्युब यो हो त्यसरी नै के हो क्युब 27 हुन्छ त 3 को। त हाम्रो उत्तर के भयो त 3। त्यस्तै 8 भनेको 72 छ है। 8 को स्क्वायर 72 हुन्छ हुँदैन हैन। तर 8 को स्क्वायरमा 8 जोड्यो भने के हुन्छ 8 8 64 र 8 72। त्यस्तै 6 को स्क्वायरमा 6 नै जोड्नुहुन्छ भने के आउँछ त 6 को स्क्वायर 36 प्लस 6 42। हाम्रो अप्सनमा छ। यहाँबाट मिल्यो, यहाँबाट मिलेन, 42 अप्सनमा छैन भने 8 नमा 72 त 6 नमा 54 हुन्छ। 54 पनि अप्सनमा छैन। यदि भएको भए 42 अप्सनमा छैन भने
गुणा गरेर पनि हेर्न सकिन्छ। यसरी हामीले उत्तर निकाल्ने गर्छौँ है। प्राइम नम्बर तपाईहरुले याद गर्नुपर्छ, जस्तै 2 बाट सुरु हुन्छ, 2 3 5 7 11 17 19 23 29 31 37 41 हो। यो गर्दा गर्दै अरु संख्याले भाग्न लाग्ने संख्याहरु प्राइम नम्बर तपाईले चिन्नुपर्ने हुन्छ। त्यस्तै स्क्वायर नम्बर 1 को स्क्वायर 1, 2 को स्क्वायर 4, 3 को स्क्वायर 9, 5 4 को स्क्वायर 16, 5 को स्क्वायर 25, 6 को स्क्वायर 36, 7 को स्क्वायर 49, 8 को स्क्वायर 64, 9 को स्क्वायर 81, 10 को स्क्वायर 100, 11 को स्क्वायर 121, 12 को स्क्वायर 144, 13 को स्क्वायर 169, 14 को स्क्वायर 196। यसरी गरे तपाईले स्क्वायर नम्बर कम्तीमा 30 सम्मको स्क्वायर नम्बर तपाईहरुले हेर्नु होला। प्राइम नम्बर 100 सम्म कन्फ्युज राख्नु होला, तर हेर्न चाहिँ 1000 सम्म चाहिँ हेर्नु होला। त्यस्तै क्यूब नम्बरलाई हेर्नुहुन्छ भने 1 को क्यूब 1, 2 को क्यूब 8, 3 को क्यूब 27, 4 को क्यूब 64, 5 को क्यूब 125, 6 को क्यूब 216, 7 को क्यूब 343, 8 को क्यूब 512, 9 को क्यूब 729, 10 को क्यूब 1031 हुन्छ। त्यस्तै त्यो भएन भने मानलिए मात्र हामी मल्टिप्लिकेबल यानी कि कुनै अंकीय अंशसँग गुणा गर्ने काम गर्छौं। भएन भने भाग गर्ने, कम छ भने भाग गर्ने, थोरै तलमाथि छ भने जोड घटाउ गर्ने काम गर्छौं है। र अहिले जुन छ नयाँ मिक्स तरिकाहरु छ, एडभान्स टेक्निकहरु छ, त्यो टेक्निकहरु पनि हामी सिक्छौं है। त्यस्तै केही नयाँ क्वेशन हामी गर्छौं। जस्तै 5 को 36 हुन्छ भने 7 को के हुन्छ त है। जस्तै 8 को 32 हुन्छ भने 10 को के हुन्छ त। त्यस्तै हामीसँग यहाँ केही प्रश्नहरु छ। जस्तै सुरुवात गर्छौं हामी 5 को 36 हुन्छ भने 7 को के हुन्छ त है। 5 को 5 के हो त, प्राइम नम्बर हो। 7 पनि प्राइम नम्बर हो, तर यो प्राइम नम्बर छैन। रिजल्ट भनेको यो हो, योबाट यो निकाल्ने हो। जसरी यहाँबाट यो आउँछ त्यसरी यहाँबाट यो आउने हो है। अब 5 लाई गुणा गरेर 36 त आउँदैन। 36 के हो त, 6 को स्क्वायर, 6 को स्क्वायर हुन्छ 36। 6 कहाँबाट ल्याउने त, 5 मा 1 जोडेर स्क्वायर गरेको। त्यस्तै 7 मा 1 जोडेर स्क्वायर गर्नुहुन्छ भने कति आउँछ, 7 मा 1 जोड्दा 8 हुन्छ। 8 को स्क्वायर 64 हुन्छ। हाम्रो अप्सनमा छ कि छैन, अप्सन नम्बर सी मा छ हाम्रो 64 है। जबसम्म स्क्वायर नम्बरबाट उत्तर आइराछ तबसम्म हामी अर्को जोडेर निकाल्दैनौं। अब अर्को तरिका भनेको 5 भनेको 31 जोड्यो भने 36 हुन्छ भने 7 मा पनि 31 जोडेर 38 उत्तर निकाल्न सकिन्छ है। तर यहाँ 38 उत्तरमा छ भने पनि, मानौ यो उत्तरमा हाम्रो 38 छ भने पनि जबसम्म स्क्वायर नम्बरबाट हाम्रो उत्तर आइराछ तबसम्म हामी अर्को तरिका लगाउँदैनौं है। त्यस्तै छ हाम्रो 8 को 32 हुन्छ भने 10 को के हुन्छ त है। अब यहाँ जबसम्म हामी प्राइम नम्बरको छैन, स्क्वायर नम्बर हेर्छौं। 8 को स्क्वायर कति हुन्छ त, 64। जबसम्म 64 आयो 8 को स्क्वायर भने 64 लाई 2 ले भाग गर्छौं, कति आउँछ त
32 यानी कि 8 को स्क्वायर गरेर डिभाइड बाई 2 गरिदिएको 10 को स्क्वायर गर्छौँ डिभाइड बाई 2 गर्छौँ 10 को स्क्वायर हुन्छ 100 100 लाई 2 ले भाग गर्नुहुन्छ त कति आउँछ 50 जबसम्म 50 अप्सनमा छ हामीले मल्टिप्लिकेसन तर्फ जाँदैनौँ 8 चौका 32 10 चौका 40 पनि बनाउन सकिन्छ तर मल्टिप्लिकेबल जुन छ मल्टिप्लिकेसन जुन छ प्रायोरिटी लिस्टमा तेस्रो स्थानमा छ योभन्दा अगाडि के छ त स्क्वायर र क्युब नम्बर हो जबसम्म स्क्वायर क्युब नम्बरबाट उत्तर आउँछ तबसम्म हामी जोड घटाउ गुणा भागतिर जाँदैन है। अब यसपछि 16 को 26 छ भने 25 को के हुन्छ है यहाँ छ हाम्रो 16 को 26 16 के हो त 4 को स्क्वायर हो यहाँ के हो 25 यानी कि 26 त हुँदैन 5 को स्क्वायर हुनुपर्ने 5 को स्क्वायर कति हुन्छ त 25 जसरी यहाँ 4 को स्क्वायर 16 हुन्छ यहाँ 5 को स्क्वायर 25 हुनुपर्ने त के छ त 26 छ त हामी के गर्छौँ यहाँ जुन छ यहाँ चाहिँ 4 को स्क्वायर यहाँ के गर्ने त 4 प्लस 1 को स्क्वायर गर्ने र 1 जोड्ने 4 को यानी कि x छ भने यहाँ आउँदाखेरि x बाट जुन उत्तर छ x प्लस 1 को स्क्वायर र x 1 जोड्ने जस्तै 4 छ 4 को स्क्वायर भने यहाँ चाहिँ 4 प्लस 1 को स्क्वायरमा 1 जोडेको छ यो के हो 5 को स्क्वायर छ भने 5 प्लस 1 को स्क्वायर गरेर 1 जोड्ने यानी कि 6 को स्क्वायर प्लस 1 भनेको 36 र 1 37 हुन्छ यसको उत्तर है। त्यस्तै गरेर 15 को 3 छ भने 5 5 5 को के हुन्छ त है। अब 15 को 3 छ भने यो स्क्वायरबाट त आउँदैन 3 को स्क्वायर त 9 मात्र हुन्छ है त्यो स्क्वायरबाट त उत्तर आएन के गरेको त यसलाई डिभाइड गरेको केले त 15 लाई 5 ले डिभाइड गर्नुहुन्छ भने कति आउँछ 3 आउँछ भने 155 लाई 5 ले डिभाइड गर्नुहुन्छ भने कति आउँछ त 111 जसरी के गरेको त यहाँ स्क्वायरबाट उत्तर आएन प्राइम नम्बर छैन भने के गरेको त मल्टिप्लिकेबल डिभिजनतिर गएको यहाँ चाहिँ कम गर्नु छ ठुलो भन्दा सानो जानु छ भने हामी डिभाइड गर्छौं डिभाइड गरेको 15 लाई 5 ले डिभाइड गर्दा के आउँछ त 3 आउँछ त्यस्तै 555 लाई 5 ले डिभाइड गर्नुहुन्छ भने 111 आउँछ। यहाँ छ 610 को के आइरहेछ 7 भने 801 को के आउँछ त है भने सोधेको छ गराउँछ त स्क्वायर गरेर आउँदैन यो क्युब नम्बर पनि छैन हैन जोड पनि गरेको छैन प्राइम नम्बर पनि छैन स्क्वायर पनि छैन मल्टिप्लिकेबल पनि छैन एडिसन पनि छैन कस्तो एडिसन छैन तर के गर्ने त अब नयाँ जुन मिक्स तरिका छ आधुनिक तरिका त्यसलाई प्रयोग गर्छौं यहाँ चाहिँ 7 छ सबै नम्बरहरुलाई जोड्दियो 6 प्लस 1 प्लस 0 कति हुन्छ त 7 त्यस्तै 8 प्लस 0 प्लस 1 तीनवटै नम्बरलाई जोड्दिन्छौं कति आयो त 9 आयो है यसरी गरेर हाम्रो उत्तर हुन्छ यसको 9। 68 को 130 हुन्छ भने 350 के को त त्यो सोधेको छ गेस गर्नु त के को हुन्छ हैन सल्भ पनि त गर्नु पर्यो तपाईहरुले पनि सल्भ गर्नु पर्यो र किताबमा पनि प्र्याक्टिस गर्दै गर्नु पर्यो हैन। पहिला प्रायमिकता जुन छ प्राइम नम्बरको छ प्राइम नम्बर त छैन स्क्वायर क्युब नम्बर नजिकमा छ कि छैन यो चाहिँ स्क्वायर नम्बरको नजिकमा देखिदो रहेछ 64 को नजिकमा छ 64 मा 4 जोड्यो भने के आउँछ त 68 आउँछ 130 कसरी आउँछ त 8 को स्क्वायर पनि हो र 4 को क्युब पनि हो 8 को स्क्वायर नगरेर 4 को क्युब प्लस 4 गर्छु भने कति आउँछ त 64 प्लस 4 68 त्यस्तै 5 को क्युब प्लस 5 गर्नुहुन्छ भने 5 को क्युब हुन्छ 125 र प्लस 5 गर्नुहुन्छ भने 130 आउँछ। त्यस्तै 350 के को आउँछ त 7 को क्युब गर्नुहुन्छ र 7 जोड्नुहुन्छ भने 7 को क्युब भनेको 343 प्लस 7 यानी कि 350 यानी कि उत्तर के भयो त यो के हो त 4 को स्क्वायर प्लस 4 हो यो 5 को यो 4 को क्यूब प्लस 4 हो यो 5 को क्यूब प्लस 5 हो यो के हो त 7 को क्यूब प्लस 7 यानी कि 343 प्लस 7 हैन। त्यस्तै यो पनि के हुन्छ त यो भन्दा एक कम यो 5 भन्दा यो एक कम थियो त्यो के हुन्छ 4 को 7 छ भने 6 को क्यूब प्लस 6 को क्यूब हुन्छ 216 प्लस 6 गर्नुहुन्छ भने के आइहाल्छ 222 हाम्रो उत्तर आइहाल्छ है। अब
त्यस्तै 73 को 21 छ भने 37 को के हुन्छ त हैन 73 को 21 छ भने 37 को के हुन्छ भनेर 10 12 20 र 21 छ सल्भ गर्नुस् त ल सल्भ गर्छन् भयो होला जस्तो लाग्छ चेक गर्नुस् है 7 को स्क्वायर छ सरी 73 छ र 21 छ यो चाहिँ न प्राइम नम्बरबाट आउँछ न स्क्वायर नम्बरबाट आउँछ न गुणा गरेर आउँछ न भाग गरेर आउँछ डाइरेक्ट गुणा गरेर त पक्कै पनि आउँदैन मिक्स तरिका प्रयोग गर्छौं के गर्छौं त 7 21 छ भने 7 लाई 3 ले गुणा गर्नुहुन्छ भने के हुन्छ त 21 हुन्छ यहाँ पनि 3 र 7 लाई गुणा गर्नुहुन्छ भने 21 नै आउँछ है यसरी चाहिँ हामीले सल्भ गर्दै जानुपर्छ र प्र्याक्टिस गर्दै जानुपर्छ यदि तपाईहरुसँग कुनै क्वेशन बन्दैन भने तल कमेन्ट मार्फत कमेन्ट गर्नु होला है ल अब केही क्वेशन हामी गर्छौं जस्तै यहाँ के छ 1/7 छ यसलाई यसो टु 1/14 गरेको छ भने 1/9 छ त के हुन्छ सिम्पल क्वेशन हो यसको यो ठिकै छ यसको तलको चाहिँ डबल भइसक्यो यानी कि यसलाई आधी गर्दिएको 1/14 आइहाल्छ त्यस्तै यसलाई पनि हामीले आधी गर्दिन्छौं भने 1/9 लाई आधी गर्छौं डिभाइड 2 गर्दिन्छौं भने के हुन्छ त 1/18 अथवा यसलाई मल्टिप्लाई गर्नु पनि कुरा एउटै हो त्यस्तै यहाँ छ 53 को 64 छ 93 को के हुन्छ अब यहाँ जोडेर पनि उत्तर आउन सक्छ तर हाम्रो सरी यो 64 छ 64 के हो त स्क्वायर नम्बर देख्ने बित्तिकै के निकाल्नु त उसको ओरिजिनल नम्बर निकाल्नु के को स्क्वायर हो त 8 को यहाँबाट 8 निकाल्न सकिन्छ 5 र 3 लाई जोड्नुहुन्छ भने 8 आउँछ त्यसै 9 र 3 लाई जोड्नुहुन्छ भने के आउँछ 12 को स्क्वायर गर्नुहुन्छ के भइहाल्छ 144 जबसम्म 144 छ हामीले अर्को अप्सन लेख्न मिल्दैन 144 छैन भने मात्र हामीले 53 मा 11 जोड्यो भने 64 93 मा 11 जोड्यो भने 104 यसरी पनि उत्तर हुन्छ तर जबसम्म प्राइम नम्बर हामी देख्छौं भने प्राइम नम्बर छैन भने स्क्वायर नम्बर पनि छैन भने मात्र अनुकुरातिर हामी जान्छौं यहाँ भेटिहाल्यो अप्सन यही भइहाल्यो 23 छ 125 के हो त क्यूब नम्बर हो के हो क्यूब हो 5 को 5 कहाँबाट ल्याउन सकिन्छ यहाँबाट सकिन्छ 3 र 2 लाई जोड्नुहुन्छ भने 5 हुन्छ 5 को क्यूब गर्नुहुन्छ 125 त्यस्तै 5 र 2 लाई जोड्नुहुन्छ भने 7 हुन्छ 7 को क्यूब के हुन्छ त 343 है त्यस्तै यहाँ छ 0.02 छ 0.002 छ त्यस्तै 0.81 छ हैन यहाँ के छ यसलाई 10 ले भाग गरिदिएको यति आयो भनेको एउटा 0 थपिहाल्यो यसले पनि 10 ले भाग गरिदिन्छ के आउँछ त 0.10 ले भाग गर्नुहुन्छ एउटा 0 अगाडि थपिहाल्छ भनेको 0.081 त्यस्तै 1 छ 11 छ 3 छ के हुन्छ 1 लाई 11 ले गुणा गर्नुहुन्छ किनकि स्क्वायर त 11 त हुँदैन गुणा गर्नु पर्यो स्क्वायर आएन प्राइम नम्बर आएन भने के गर्ने मल्टिप्लिकेसन 11 ले गुणा गरे यहाँ पनि 11 ले गुणा गरेको के आउँछ त 33 आउँछ यो तरिकाले हामीहरु एन्सर निकाल्ने गर्छौं आजकल यस्तो खालको प्रश्न पनि चलिरहेको हुन्छ जस्तै के छ त हाम्रो 1 8 27 5 12 32 अनि 32 39 59 है यस्तो खालको प्रश्नहरुमा अब सरी यो भयो हाम्रो प्रश्न यसको यो भयो चारवटा हाम्रो उत्तरहरु
माथिकोबाट प्याटर्न जस्तै मिल्ने कुन छ त 1 छ 8 छ 27 के हो त 1 को क्युब सरी 1 को 1 1 को क्युब 2 को क्युब 3 को क्युब क्लियरली देखिरहेछ भने तलबाट पनि मिल्ने खालको कुन देखिरहेछ त 4 को क्युब 5 को क्युब 6 को क्युब तलबाट यो हाम्रो उत्तर क्लियरली देखिरहेछ भने उत्तर के भयो त हाम्रो डी हुन्छ। त्यस्तै अर्को प्रश्नहरु गर्दाखेरि त्यस्तै यो पनि केही नयाँ प्रश्नहरु छ यसलाई पनि हामी सल्भ गर्छौं यही माथिकै प्याटर्नको आधारमा छ। यहाँ हामी लेख्न सक्छौं 2 20 30 है 2 छ 2 लाई 10 ले गुणा गर्यो 2 लाई 15 ले गुणा गर्यो के छ त 2 लाई नै 10 ले गुणा गर्यो 2 लाई नै 15 ले गुणा गर्यो यस्तै खालको प्याटर्न तल हामीले खोज्छौं 3 छ 3 लाई नै 10 ले गुणा गर्यो 3 लाई नै 15 ले गुणा गर्यो आइराछ त यही आएछ 3 एकाइ 3 3 दहाई 30 3 गुणे 15 45 यही भयो अरु कुनै अप्सन मिल्न छैन 3 छ तर 20 छ मिल्दैन 3 छ 30 छ मिल्छ तर 3 ले 40 लाई मिल्दैन 3 30 मिल्छ तर 3 50 लाई मिल्दैन उत्तर के भयो त हाम्रो 3 30 र 45 यो प्याटर्न चाहिँ तल कुन छ त 2 14 21 यानी कि यो 2 छ भने यो 14 ले भाग लाग्छ 7 ले यो 8 ले 2 लाई नै 2 छ त 14 2 8 16 त्यसो छ तल अप्सनमा कही 8 ले भाग लाग्ने र 7 ले भाग लाग्ने छ त छ यही संख्यालाई 3 लाई 7 ले गुणा गर्नुहुन्छ 3 लाई नै 8 ले गुणा गर्नुहुन्छ 24 आउँछ उत्तर के भयो त हाम्रो 3 21 र 24 यस्तो खालको प्रश्न पनि आजकल सोध्न थालिएको छ सो यो हेर्दाखेरि नै सुरुमा गाह्रो लाग्न सक्छ कतिलाई तर त्यस्तो गाह्रो प्रश्न होइन एनालोजी भन्दा अर्को जुन एनालोजी हामी पढ्दै गर्छौं यो पनि एनालोजी नै हो त्यो भन्दा चाहिँ यो सजिलो नै हुन्छ हेर्दाखेरि कुरा थाहा छ बुझ्नु भएको छ भने इजिली गर्न सक्नुहुनेछ। यदि तपाईहरुलाई कुनै समस्या भइराछ छ बन्दैन कुनै हिसाब भने प्लिज कमेन्टमा कमेन्ट गर्नु होला हामी सल्भ गरेर तपाईहरुलाई अर्कोमा अथवा कमेन्टमै सल्युसन पनि पठाइदिन सक्छौं अथवा अर्को भिडियो बनाउँदाखेरि तपाईहरुको क्वेशनलाई सल्भ गरिदिन्छौं। त्यस्तै नम्बर एनालोजी सँगसँगै अल्फाबेटिकल एनालोजी पढ्दाखेरि यो हाम्रो कोडिङ डिकोडिङ जस्तो हुन्छ अथवा सिरिज जस्तो हुन्छ। यहाँ के हाम्रो अल्फाबेटिकल एनालोजी के क्वेशनहरु छन् जस्तै PQR लाई QRS लेखिन्छ भने CDE लाई के लेखिन्छ त है के हो त PQR लाई QRS लेखिन्छ यानी कि P मा 1 जोड्यो के हुन्छ Q Q मा 1 जोड्यो के हुन्छ R R मा 1 जोड्यो S 1 1 प्लस गरेको छ यहाँ पनि के गर्दिन्छ C मा 1 जोड्यो D
प्लस 1 गर्दा ई प्लस 1 गर्दा एफ डिइएफ हुन्छ है। खासै गाह्रो हुँदैन, सजिलै हुन्छ। त्यस्तै क्युटिवाईलाई ओआरडब्लु लेखिन्छ भने आरओडब्लुलाई के लेख्ने त? क्युटिवाई छ, क्यूलाई ओ कसरी बनाउन सकिन्छ त है? ओपिक्यू, यानि कि क्यूबाट 2 माइनस गर्दाखेरि यहाँ -2 गर्नुहुन्छ भने के आउँछ त? ओ। टीमा -2 यानि कि आरएसटी हुन्छ है। यानि कि टीमा -2 गर्नुहुन्छ भने के आउँछ त? आर आउँछ। त्यस्तै वाईमा -2 गर्नुहुन्छ भने के आउँछ त? डब्लु आउँछ। त्यस्तै -2 यता गरेको छ भने यता पनि -2 गर्ने, आरलाई -2 गर्दाखेरि के आउँछ त? आरलाई -2 गर्दाखेरि के हुन्छ? क्युआर पिक्युआर, यानि कि आरलाई -2 गर्नुहुन्छ भने के आउँछ? पी आउँछ। ओलाई -2 गर्नुहुन्छ भने के आउँछ? एमएनओ। ओलाई -2 गर्नुहुन्छ भने एम आउँछ। डब्लुलाई -2 गर्नुहुन्छ भने के आउँछ? युभीडब्लु, यानि कि डब्लु आउँछ। पिएमयु के छ उत्तर हाम्रो? बीमा पिएमयु छ हैन। त्यस्तै आरएटीलाई टीएआर लेखेको छ, यहाँ सिम्पल छ। यो आरएटीलाई आरलाई उल्टो लेखिदिएको छ, आर लास्टबाट टीएआर लेखिदिएको छ। सीएटीलाई पनि के लेखिदिने? उल्टो लेखिदिने, टीएसी। टीएसी छ हाम्रो अप्सन सीमा हैन। यो भयो उत्तर हाम्रो। त्यसै डिइएफलाई 120 नम्बरमा चेन्ज गरेको छ, यानि कि डी कति हुन्छ त? 4 स्थानमा, ई 5 मा, एफ 6 मा। 4 गुणे 5 गुणे 6 कति हुन्छ त? 120। त्यस्तै ई कतिमा हुन्छ? 5 6 7। 5 गुणे 6 गुणे 7, 5 6 30 सत्ते 210 है। त्यसै जीओ छ, जी भनेको 7, ओ भनेको 15, 15 सत्ते 105 हुन्छ भने एन भनेको 14, ओ भनेको 15, 14 गुणे 15 कति हुन्छ त? 210 है। त्यस्तै लेटर्स 26 हुन्छ, यानि कि लेटर के हुन्छ? 26 वटा हुन्छ। नम्बर कतिवटा हुन्छ त? 10 वटा। 0 देखि लिएर 0 1 2 3 4 5 6 7 8, यो 9 वटा जुन भयो हाम्रो नेचुरल नम्बर भयो हैन। लेटर्स पनि नेचुरल लेटर्स कति हुन्छ त? 26 वटा नै हुन्छ। सो यसरी तरिकाले हामीले एनालोजीलाई सल्भ गर्न सक्छौं। यो भयो नम्बर एनालोजी र हाम्रो भर्बल एनालोजी। यसपछि हामीले नम्बर र अल्फाबेटिकल एनालोजी। अब भर्बल एनालोजी पनि पढ्छौं हामी। भर्बमा शब्द सम्बन्धी ज्ञान हुनुपर्छ, पर्यायवाची शब्द, सिनोनिम, एन्टोनिम शब्द तपाईहरुले याद हुनुपर्छ हैन, र केही साइन्टिफिक कुराहरु तपाईहरुले जान्नुपर्ने हुनेछ। त्यसको लागि चाहिँ म अर्को भिडियो लिएर आउनु छु। सो प्लिज यो भिडियोलाई लाइक गर्नु, सब्स्क्राइब गर्नु हैन, ल आफ्नो साथीहरुलाई शेयर पनि गरिदिनु। र नेक्स्ट भिडियोमा तपाईहरुको लागि म यो भर्बल एनालोजी टपिक लिएर आउने छु र बाँकीको हाम्रो नन भर्बल जुन टपिक छ, जुन भिजुअलबाट हुन्छ, त्यस्तो पनि पिक्चरको तर्फबाट पिक्चरको प्रेजेन्टेसन गरेर पिक्चरको एनालोजी हुन्छ, लाई पिक्चरबाट एनालोजीलाई हामीले नन भर्बल एनालोजी भन्छौं। त्यो एनालोजी पनि अर्को क्लास लिएर आउनु छु। सो प्लिज लाइक द भिडियो, सब्स्क्राइब द च्यानल एन्ड share the links to your friends. Okay, so thank you.